काठमाडौँको पुग्दाखेरि पानी परियो यो के भयो यहाँबाट त जाना ल यो चाहिँ हाम्रो यो पोखरा भन्ने ठाउँ यिनै रहेछ हामी पुग्यो हेलो गाइज गुड मर्निङ एभ्रिवान अहिले चाहिँ हामी पोखरामा छौँ र अब हामी चाहिँ यति बेला पोखरादेखि काठमाडौँको यात्राको लागि तयारी हुँदैछ र उहाँ चाहिँ सुतिराख्नु भएको छ अनि म चाहिँ अलिकति अगाडि उठेँ अनि बाहिर गएर पोखराको यसो यो छतमा गएर चाहिँ यो फेवातालको चाहिँ यसो भिडियो बनाइरहेको थिएँ अनि रुममा आएँ अनि निस्किने बेला आयो ए अब फेरि एक रातको पोखराको बसेपछि हामी निस्किँदैछौँ one night हाम्रो चाहिँ फेवा ताल पारी यताबाट देखिँदो रहेछ सोझो एकदम सिधा दिस इज पोखरा अब हामी यहाँबाट निस्किन्छौँ काठमाडौँको लागि अब बिहान 4 बजी जाने भने अब 1 बजी 8 7 बजी कसरी पुग्ने खुला देखेर हैरान बनाउँछ हेलो साथीहरू हामी चाहिँ यहाँदेखि निस्क्यौँ आज फेरि बाइकको सस्पेन्सन चाहिँ क्या मस्तको छ त्यसरी उफ्रिने देवघाट दर्शन पोखरामा पनि यस्तो जाम भनेर पनि जाम होइन होला ए के बरे बज पर मेन रोड They were doing cycling. Wow, very good, very good, very good. This is हामी पेट्रोल राखेको छौँ यहाँनिर दमौली 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 नमाया मैसँग दमौली यो also had the power. पानी कहाँ आएगा मोटो मोटो ये लाग्छ कि पानी कहाँबाट निकाल्छ क्या है मस्याङदी जलपित्री पानी कहाँबाट आउँछ क्या मलाई त्यो मलाई जान्नु मन लागेको हामी मुगलिनमा पुगिसकेका छौँ पोखरादेखि कति झन्डै 2 घन्टा झन्डै मुगलिन दिस इज मुगलिन मुगलिनको यो नदी चाहिँ के भन्छ अब यो लौता
अब चाहिँ हामी थानको This is Thango, guys. Here, police are checking. पुग्यो काठमाडौँका क्यामेरा खिच्छ हेलो साथी हो हामी काठमाडौँमा पुग्दाखेरिमा पानी परेर हाम्रो स्वागत भव्य रूपमा भएको छ यस्तो बेला कुन गीत गाउनु होला यति बेला पानी परेको छ मलाई स्वागत गर्यो त्यही भएर हामी यता छौँ एकैछिनमा फेरि आकाश सफा भएको छ हेर्नुहोस् त दर्शक वृन्दहरू आकाश पुल के भन्छ बाइपास हो के भन्छ ल साथीहरू अब म चाहिँ मेरो डेस्टिनेसनमा पुगिहालेँ काठमाडौँमा पुगिसकेँ जोस यात्रा जे होस् रमाइलो नै भयो अब यो Okay, thank you guys for watching my video. I hope you enjoyed this. If you are new, please subscribe this channel